हेलो सबैजनालाई मैले हैन छोरीलाई के जहिले पनि स्कुलबाट आएपछि के खाजा के दिने जस्तो हुन्थ्यो अनि घरमा बनाउन भन्दा प्राय जसो बाहिरकै खाजाहरू खाइरहेकी हुन्थिन् के भएन भनेर स्कुलबाट आउँदा फेरि 5 मिनेटको बाटो थियो। अब बिच बाटोमा पसेर उसलाई खाजा खानु पर्ने अनि पसलमा पस्यो अनि चाहिने कुरा भन्दा नचाहिने कुराहरूमा उसले धेरै वेस्ट गरिरहेको हुन्थ्यो। अनि मैले चाहिँ अब चाहिँ के च्यालेन्ज गरेँ भने आफूलाई के च्यालेन्ज गरेँ भने अब चाहिँ म मेरो छोरीलाई बाहिरको खानेकुरा भन्दा चाहिँ अब घरकै केही न केही बनाएर घरमै बनाएर राखिदिन्छु अनि त्यहाँबाट घरमै बनाएर राखिदिन्छु नि घरकै खाजा खुवाउँछु भनेर हैन। कति दिनसम्म चाहिँ मैले यो च्यालेन्ज पुरा गर्न सक्दिनँ चाहिँ मैले आज चाहिँ मेरो यो च्यालेन्ज गरेको फर्स्ट डे थियो हैन। अनि मैले फर्स्ट डेमा चाहिँ मेरो छोरीलाई मनपर्ने नि पराठा, मलाई सबभन्दा सजिलो लाग्ने बनाउन पनि पराठा। अनि मैले चाहिँ उनलाई अब पराठा बनाएर खुवाएको थिएँ। लगभग 3टा खाएको थियो अनि त्यहाँबाट ऊ एकदम खुसी पनि भयो हैन। अनि म पनि खुसी भएको थिएँ। अब सधैँ म मेरो छोरीलाई मेरो